नमस्कार। आज म राजनीतिक विषयवस्तुमा केही कुरा राख्न गइरहेको छु। यो विहङ्गम विषय हो। राजनीति भनेको जति लामो व्याख्या विश्लेषण गरे पनि कमै हुने। तर म आज मूलतः राजनीति पार्टीको बारेमा, राजनीति पार्टी कसरी चिन्ने, कसरी वर्गीकरण गर्ने, यसको केही आधारहरू छन्। राजनीति शास्त्रमा अध्ययन गर्न पाइन्छ र नेपालमा खास गरी वामपन्थी पार्टीहरूले, कम्युनिस्टहरूले मन्त्रको रूपमा रट्दै आएको राष्ट्रियता, जनतन्त्र र जनजीविका, यी तीनटा डालाहरू हो। यसलाई अहिले लोकतान्त्रिक परिप्रेक्ष्यमा राष्ट्रियता, लोकतन्त्र र जनजीविका भनेर तीन पक्षमा बाँड्न सकिन्छ। यो कसी राजनीतिक पार्टीलाई नाप्ने, जाँच्ने कसी राष्ट्रियताको संरक्षण सम्वर्धनमा त्यो पार्टीको नीति कस्तो छ, सिद्धान्त कस्तो छ, व्यवहार कस्तो छ, त्यो हेर्नुपर्छ भनिन्छ। त्यस्तै गरी शासन प्रणालीमा उसको कस्तो शासन प्रणालीको अनुयायी हो भनेर, शासकीय स्वरूप उसको कस्तो रहने भनेर त्यसलाई अर्को क्याटेगोरीमा, लोकतन्त्रमा उसको कहाँ के छ, कस्तो शासकीय स्वरूप चाहन्छ अमुक पार्टीले, त्यो एउटा सूत्र छ। र जनजीविका घाँस बास कपास शिक्षा स्वास्थ्य मनोरञ्जन, यी जनताका आधारभूत कुराहरूको विषयमा उसका नीति सिद्धान्तहरू के छन्। यो तीनटा आधारहरू राष्ट्रियता, लोकतन्त्र र जनजीविका, यी तीनटा कसीमा राखेर कुनै पनि पार्टीलाई राष्ट्रियतामा उसको अडान कस्तो छ, लोकतन्त्रमा उसको अडान कस्तो छ, नीतिहरू कस्ता छन्, र जनजीविका अब मूलतः जनताका दैनिक जीवनसँग सम्बन्धित कुराहरूमा उसका नीतिहरू कस्ता छन्, उसले सत्ता सम्हालेमा कस्ता कार्यहरू गर्छन् भनेर छुट्याउन सकिन्छ। एउटा सूत्रको रूपमा हामीले प्रयोग गर्न सक्छौँ। र कुनै पार्टी राष्ट्रियतालाई प्रमुख बनाउने हुन्छ, कुनै जनतन्त्रलाई, शासकीय स्वरूप सही भएमा सबै चिज सही हुन्छ भन्ने बढी जोड त्यसमा हुन्छ। कोही घाँस बास कपास शिक्षा स्वास्थ्य जस्ता जनसरकारका विषयहरू प्रमुख हुन्। लोक कल्याणकारी राज्य स्थापना हुनुपर्छ जसले बढी लोकको कल्याण गर्छ, त्यो पार्टी नै ठिक हो, त्यो नै सत्तामा आउनुपर्छ भनेर बढी जनजीविकामा जोड दिएको पनि पाइन्छ। यसरी त्यति मात्रै नभएर कहिलेकाहीँ राष्ट्रियता र लोकतन्त्र जोडिएर आउँछन्। कहिले ती प्रमुख हुन्छ, कहिले राष्ट्रियता प्रमुख हुन्छ, त्यो समय सन्दर्भ अनुसार। कहिले लोकतन्त्र प्रमुख हुन्छ, कहिले जनजीविकाको सवाल प्रमुख हुन्छ, कहिले राष्ट्रियता र लोकतन्त्र संयुक्त रूपमा प्रमुख हुन्छन् राष्ट्रको जीवनमा। कहिले जनजीविका र जनतन्त्र प्रधान हुन्छ। यसरी मुख्यतः तीनटा डालोमा राखेर हामीले हेऱ्यौँ भने, जाँच्न सक्यौँ भने हामी धेरै अल्मलिरहनु पर्दैन, कुन पार्टी कस्तो हो भनेर छुट्याउन सकिन्छ। आजलाई म यति राखेँ। धन्यवाद, नमस्कार।